सम्पूर्णमा नमस्कार। आज हामी लोकसेवा तयारीका लागि अत्यन्तै महत्त्वपूर्ण टपिक जात-जाति तथा धर्म संस्कृतिबाट केही सोधिएका र केही सोध्न सक्ने प्रश्न तथा तिनका समाधान ल्याएर उपस्थित भइसकेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो मनपर्छ भने लाइक गर्नुहोला। यस्तै भिडियोको लागि कमेन्ट गर्नुहोला। यदि कोही तपाईँको साथी लोकसेवा तयारी गर्दैछ भने उहाँसम्म यो भिडियो सेयर गर्नुहोला। यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला भन्दै भिडियो अगाडि बढाउन चाहन्छु। कृपया ध्यान दिएर हेर्नुहोला। आजको टपिक रहेको छ हाम्रो जात-जाति तथा धर्म संस्कृति। अब ढिलो नगरी प्रश्न नम्बर 1 तिर जाऊँ। हाम्रो प्रश्न नम्बर 1 रहेको छ, तल उल्लेखित भाषामध्ये कुन भरोपेली होइन भनेको छ। एमा छ अवधी, बीमा छ मैथली, सीमा छ माझी, डीमा छ थामी। सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन डी थामी। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन डी थामी। अब अरू अप्सनको बारेमा पनि व्याख्या गरौँ। भाषाका प्रकार हाम्रा भाषाका परिवार चारवटा छन्। भरोपेली भाषा परिवार जस्तै नेपाली, मैथली, भोजपुरी, थारू, बज्जिका, डोटेली, उर्दू, अवधी, राजवंशी, बोटे, दनुवार, माझी, दरै, चुरेटे आदि। सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा भनेको चाहिँ हाम्रो भरोपेली भाषा। अनि विश्वको सबैभन्दा ठुलो भाषा परिवार पनि हो। सतम र केतुङ गरी दुई प्रकारका छन्। भोट बर्मेली भाषा जस्तै तामाङ, नेवार, मगर, लिम्बू, शेर्पा, जिरेल, लेप्चा आदि, थामी आदि अन्तर्गत यसमा पर्दछन्। दोस्रो ठुलो भाषा परिवार हो। तिब्बत क्षेत्रमा विकास भएको मङ्गोल समुदायको भाषा। 3 मा चाहिँ हाम्रो द्रविड भाषा परिवार जस्तै झाँगड भाषा पूर्वी तराईतिर बोल्ने भाषा। 4 मा अग्नेली भाषा परिवार जस्तै सतारले बोल्ने सन्थ्याल भाषा खडिया भाषाहरू पर्दछन् भने। अब अर्को प्रश्नतिर जाऊँ। अर्को प्रश्न हाम्रो के रहेको छ भने चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ? अप्सन एमा छ सन्थ्याल, बीमा छ खाम्ची, सीमा छ खडिया, डीमा कुनै पनि होइन। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन बी खाम्ची। अब यसको अप्सनको बारेमा पनि व्याख्या गरौँ। चेपाङ खाम्ची, चेपाङले बोल्ने भाषालाई खाम्ची भनिन्छ। यो कसरी रहन गएको भने चिउरी, चमेरा, चेपाङसँग सम्बन्धित जोडिएको अर्थमा यो रहन गएको धेरै झुकिने गर्दछन्। राउटे जातिले बोल्ने भाषा खाम्जी हो। खाम्जी र खाम्चीमा एकदमै झुकिने प्रश्न सोधिरहने र झुकिरहने गर्दछन्। नझुकिनु होला। चेपाङको च र खाम्चीको च सम्झिनु होला। र यो चिउरी, चमेरा चेपाङसँग सम्बन्धित भएका कारणले यो खाम्ची रहन गएको भन्ने अर्थ छ। अनि राउटे जातिले बोलिने भाषालाई खाम्जी भनिन्छ। त्यस्तै सन्थ्याल सतारले बोल्ने भाषा, खडिया भनेको झाँगडले बोल्ने भाषा भइहाल्यो। अब हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न रहेको छ हाम्रो देउकी प्रथाको बारेमा निम्न भनाइ विचार गर्नुहोस् भनेको छ। देउकी प्रथा अबोध कन्यालाई देवी र देवताको सेवा गर्न मन्दिरमा चढाउने प्रथा हो। देउकी प्रथाको गढ मानिने मेलौली मन्दिर डडेलधुरा जिल्लामा पर्दछ। एमा छ 1 र 2 दुवै सही, बीमा ए मात्र सही, सीमा 2 मात्र सही, डीमा 1 र 2 दुवै गलत भनेको छ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर हाम्रो रहेको छ 1 मात्र सही। अप्सन बी 1 मात्र सही। देउकी प्रथाको गढ मानिने मेलौली मन्दिर कहाँ रहेको छ त? डोटी बैतडी जिल्लामा रहेको छ। यो डडेलधुरा भनेको छ, यो चाहिँ गलत भयो। यसको बारेमा थोरै चर्चा गरौँ।
देउकी प्रथा अर्थ के हो भने आफ्नो महत्वाकांक्षा पूरा गर्न आफ्नो छोरीलाई मन्दिरमा चढाउने प्रथा। कहाँको प्रचलन रहेको छ भने नेपालको सुदूरपश्चिमाञ्चल प्रदेशको डोटी र बैतडी जिल्लातिर रहेको छ। देउकी प्रथाको केन्द्र कहाँ रहेको छ भने बैतडी जिल्लाको मेलौली देवीको मन्दिरमा रहेको छ। 17औं शताब्दीबाट देउकी प्रथा सुरु भएको भेटिन्छ भने माओवादी द्वन्द्व पश्चात देउकी प्रथा अन्त्य भएको पाइन्छ। देउकी प्रथाको प्रचलन विशेष गरी धामी जातिहरूमा रहेको थियो। अनि देउकीहरूबाट जन्मने छोरीहरू देउकीकै रूपमा रहन्छन् भने छोराहरू देउका वा धामी बन्दछन्। यस्तो प्रथा हाल प्रचलनमा चाहिँ पाइँदैन भनेको छ। त्यसै गरी अर्को प्रश्नतिर जाउँ साथीहरू। प्रश्न नम्बर 4 रहेको छ, लोग्ने बितेकी विधुवा महिलाले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर रातिको समयमा घुम्टो ओढाएर आफूसँगै राख्ने चलनलाई के भनिन्छ भनेको छ। यसको सही आन्सर के होला साथीहरू कमेन्ट गरौँ। यहाँ रहेको छ एमा दास प्रथा, बीमा सैरेली प्रथा, सीमा तिर्जा प्रथा र डीमा डङ्गुवा प्रथा रहेको छ। यसको सही आन्सर के होला साथीहरू कमेन्ट गर्दै गरौँ। यसको सही आन्सर रहेको छ हाम्रो अप्सन डी डङ्गुवा प्रथा चाहिँ यसको सही आन्सर रहेको छ। हामी अरू अप्सनको बारेमा पनि व्याख्या गरौँ। दास प्रथाको डङ्गुवा प्रथा कस्तो हो त? अर्थ भनेको विधवा महिलाले नाता नपर्ने पुरुषलाई लोग्ने सरह राख्ने प्रथा कुन जातिमा प्रचलित छ भनेर सोधिरहेको प्रश्न हो। राजवंशी जातिमा। सैरेली प्रथाको बारेमा पनि चर्चा गरौँ। विशेष गरी सल्यान र सुर्खेत जिल्लामा प्रचलित यस प्रथामा युवाहरूको आग्रहमा युवतीहरू सैर गर्न जाने गर्दछन्। सैरेलीमा युवाहरूले युवतीलाई निमन्त्रणाको रूपमा रुमाल दिने चलन छ। रुमाल लिएमा निमन्त्रणा स्वीकार गरेको बुझिन्छ। गाई तिहारको अघिल्लो दिन युवाहरू सैरेली पठाउन अनुरोध गर्दछन् र सैरेली अभिभावकको स्वीकृति अनुसार नै हुने गर्दछ। भाइटिकाको अघिल्लो दिन सैरेलीलाई आफ्नो गाउँमा फिर्ता पठाइन्छ। त्यस्तै अब तिर्जा प्रथा भनेको कस्तो हो त? राणाकालीन समयमा सिपाही वा हाकिमहरूलाई तलबको रूपमा निश्चित ठाउँको बाली उठाई खानु भनी अधिकार पत्र दिइने प्रथालाई तिर्जा प्रथा भनिन्छ। अधिकार पत्र श्रावण सङ्क्रान्ति र श्री पञ्चमीका दिन असन बजारमा बिक्री समेत हुने गर्दथे। अनि दास प्रथाको बारेमा चर्चा गरौँ। दास प्रथा भनेको अर्थ के छ भने पशु सरह किनबेच गरी धनीको घरमा गरिबका सन्तानहरू दास बन्ने प्रथा अन्त्य भएको घोषणा कहिले गरियो भने विक्रम सम्वत 1980 मङ्सिर 14 गते। दास प्रथाको उन्मूलन चाहिँ कहिले भएको हो भनेपछि विक्रम सम्वत 1981 वैशाख 1 गते चाहिँ यसको उन्मूलन भयो। अन्त्य भएको घोषणा गर्ने प्रधानमन्त्री हाम्रा चन्द्र शमशेर थिए। त्यसै गरी हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 5, नेपालमा कमैया प्रथाको अन्त्य कहिले भएको थियो? कहिले भएको हो? एमा रहेको छ विक्रम सम्वत 2020 भाद्र 1, बीमा 2057 साउन 2, सीमा 2063 जेठ 21, डीमा 2070 साउन 3 गते। यसको सही आन्सर के होला साथीहरू कमेन्ट गर्दै गरौँ। यसको सही आन्सर रहेको छ हाम्रो अप्सन बी 2057 साउन 2 गते चाहिँ कमैया प्रथाको अन्त्य भएको हो। अरू अप्सन पनि के छ हेरौँ। कमैया मुक्त घोषणा 2057 साउन 2 गते भयो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा थारू जातिमा प्रचलित थियो यो प्रथा। कमलरिया प्रथा अन्त्य भएको घोषणा कहिले भयो भन्दाखेरिमा 2070 साउन 3 गते भयो। कमैयाको छोरीलाई जमिनदारको घरमा निश्चित रकममा वर्षभरि काम गराउने प्रथा हो। पहिलो कमलरिया मुक्त जिल्ला भनेको हाम्रो दाङ हो। कमलरिया बसेर सांसद हुने भनेको शान्ता चौधरी हाम्रो हुनुभएको थियो। अनि छुवाछुत प्रथा मुक्त घोषणा 2063 जेठ 21 गते भएको हो। कानुनी रूपमा छुवाछुत मुक्त विक्रम सम्वत 2020 मा भएको थियो। त्यसै गरी हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न नम्बर 6 रहेको छ, ढिकुर प्रथा कुन समुदायमा प्रचलित रहेको छ?
अप्सन ए शेर्पा, अप्सन बी राजवंशी, अप्सन सी सतार, अप्सन डी थकाली। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन डी थकाली। यसका अरू अप्सन बारेमा पनि हामी चर्चा गरौँ। ढिकुर प्रथा थकाली जातिमा प्रचलित छ भने डङ्गुवा प्रथा राजवंशी जातिमा प्रचलित छ। झुमा र ढावा प्रथा भनेको हाम्रो शेर्पा जातिमा प्रचलित रहेको छ। त्यसै गरी हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न नम्बर 7 रहेको छ। नेवारी भाषाको पहिलो पत्रिका कुन हो भनेको छ। अप्सन ए मा छ जाम्बुलिङ, बी मा छ पासा, सी मा सोलाई, डी मा छ चिन्हो जान हो। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गर्दै गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन बी पासा। नेवारी भाषाको पहिलो पत्रिका भनेको हाम्रो पासा हो। अरू अप्सनको बारेमा पनि हामी चर्चा गरौँ। नेपाली भाषाको प्रथम पत्रिका गोर्खा भारत जीवन हो। नेपालको पहिलो पत्रिका भनेको सुधासागर। नेपालको पहिलो साप्ताहिक पत्रिका भनेको गोर्खापत्र। नेपालको पहिलो दैनिक पत्रिका भनेको आवाज। चेपाङ जातिको पत्रिका भनेको चिनो जानो। त्यसै गरी हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 8। तलका मध्ये कुन लिपि सही छैन भनेको छ। अप्सन ए मा छ भोजपुरी कैथी, अप्सन बी नेवारी रञ्जना, सी मा छ मगर रोङ, डी मा छ लिम्बू सिरिजङ्गा। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन सी मगर र रोङ चाहिँ सही छैन, अरू सबै सही छ। भनेपछि मगरको चाहिँ के हुन्छ हेरौँ है। मगरको अक्खा हुन्छ लिपि, लेप्चाको रोङ हुन्छ। यो चाहिँ अलि मिस्टेक दिएको थियो, त्यही भएर हाम्रो अप्सन त्यो हुन गयो। त्यसै गरी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न के रहेको छ भन्दाखेरिमा प्रश्न नम्बर 9। नेपालमा सबैभन्दा कम बोलिने भाषाको क्रम कुन सही छ भनेको छ। कुन सही होला। अप्सन ए कुसुन्डा, बनकरिया, साम, साधनी, हरियाणी भनेको छ। अप्सन बी कुसुन्डा, साम, बनकरिया, हरियाणी, साधनी। त्यस्तै अप्सन सी मा कुसुन्डा, बनकरिया, साधनी, साम, हरियाणी। अप्सन डी कुसुन्डा, बनकरिया, साम, हरियाणी, साधनी भनेको छ। कुन होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन डी कुसुन्डा, बनकरिया, साम, हरियाणी, साधनी चाहिँ हाम्रो सही रहेको छ। यसको कति जना रहेको छ त्यसको बारेमा पनि चर्चा गरौँ। विक्रमसम्वत 2078 को जनगणना अनुसार कम बोलिने भाषा र जम्मा जना। कुसुन्डा कति जना बोल्छन् भने 23 जना बोल्छन्। बनकरिया 86 जना बोल्छन्। साम भनेको 106 जना। हरियाणवी भनेको 114 जना। साधनी भनेको 112 जना। खरिया भनेको 122 जना। मलपाण्डे भनेको 161 जना। सुरेल भनेको 174 जना। बेलहारे भनेको 177 जना। फाटु आली भनेको 247 जना बोल्ने गर्दछन्। त्यसै गरी हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 10। शेर्पा जातिका महिलाले लगाउने लुगालाई के भनिन्छ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। हाम्रो अप्सनमा छ चुङवाला, बीमा चाहिँ पाङदेन, सीमा चाहिँ पोलो, डीमा हसुली। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गर्दै गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन बी पाङदेन। शेर्पा जातिका महिलाले लगाउने लुगालाई पाङदेन भनिन्छ। त्यस्तै अरू अप्सनको बारेमा पनि हामी चर्चा गरौँ। अरू अप्सन भनेको चुङवाला भनेको ब्यासी जातिको परम्परागत पोसाक हो। पोलो भनेको गुरुङ जातिको परम्परागत पोसाक हो। पाङदेन भनेको शेर्पा जातिका महिलाले लगाउने लुगा भइहाल्यो। हसुली भनेको घाँटीमा लगाउने परम्परागत
गहना हो। शेर्पा जातिले मुख्य चाडमा लगाउने लुगा दोचा हो। त्यसै गरी हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 11। सरस्वती नाच कुन जातिमा प्रचलित नाच हो भनेको छ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यहाँ अप्सन दिएको छ। अप्सन ए तामाङ, अप्सन बी माझी, अप्सन सी सतार र अप्सन डी राई। यसको सही एन्सर कमेन्ट गर्दै गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन ए तामाङ। सरस्वती नाच तामाङ जातिको प्रचलित नाच हो। त्यसै गरी अरू जातिको नाचको बारेमा पनि चर्चा गरौँ। विभिन्न जात जातिमा प्रचलित नाचहरू सरस्वती नाच, दोरा नाच, सेल्गे नाच, सेलो नाच भनेको हाम्रो तामाङ जातिमा प्रचलित नाच हो। गेहेडी नाच भनेको माझी जातिमा प्रचलित नाच हो। दसैँ नाच वाहा पर्व सतार जातिमा प्रचलित हो। त्यस्तै चण्डी नाच, साकेला नाच भनेको हाम्रो राई जातिमा प्रचलित नाच हो। त्यसै गरी हामी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न नम्बर 12 रहेको छ। लेप्चा संग्रहालय कहाँ रहेको छ। अप्सन ए कास्की, अप्सन बी चितवन, अप्सन सी बर्दिया, अप्सन डी इलाम। कहाँ होला साथीहरू कमेन्ट गर्दै गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन डी इलाम। त्यसै गरी अरू संग्रहालयको बारेमा पनि हामी चर्चा गरौँ। अरू संग्रहालय विभिन्न जात जातिका संग्रहालयको बारेमा चर्चा गरौँ। चेपाङ संग्रहालय चितवनमा छ। तामाङ संग्रहालय रसुवाको धुन्चेमा रहेको छ। मिनी तामाङ संग्रहालय भनेपछि दोलखामा रहेको छ। थारू संग्रहालय बर्दियामा रहेको छ। थारू सांस्कृतिक संग्रहालय भनेको हाम्रो चितवनमा छ। गुरुङ संग्रहालय पोखरामा छ। लेप्चा संग्रहालय इलाममा छ। त्यसै गरी हाम्रो अर्को प्रश्नतिर जाउँ साथीहरू। प्रश्न नम्बर 13। जातिको पुरोहित सम्बन्धी तलको कुन जोडा सही छ भनेको छ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। अप्सन ए नेवार भुसाल, अप्सन बी राई नाक्सो, अप्सन सी लिम्बू फेदाङ्बा, अप्सन डी सुनवार नुङफा भनेको छ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन सी लिम्बूको फेदाङ्बा। यो चाहिँ सही रहेको छ। हाम्रो नेवारको भुसाल चाहिँ हुँदैन है। नेवारको भुसाल हुँदैन। नेवारको गुबाजु र देउबाजु भन्ने हुन्छ। मगरको भुसाल हुन्छ बरु। राईको नुङफा हुन्छ। जिरेल जातिको पुरोहित भनेको नाक्सो हो। लिम्बूको फेदम्बा वा साम्बा भइहाल्यो। सुनारको नासो भइहाल्यो। चेपाङको पाँडे भइहाल्यो। यहाँबाट एउटा क्वेसन सोधिरहेको हुन्छ फ्रिक्वेन्टली। यतिबाट सोधिरहेको हुन्छ। यो अलि ध्यान दिएर हेर्नु होला। कापीमा टिपोट गर्नु होला। अब त्यसै गरी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न नम्बर 14 रहेको छ। जात जातिको चलन सम्बन्धी विचार गर्नुहोस् भनेको छ। 1 मा छ विवाहमा दुलाहाका बाबु जन्ती नजाने चलन दनुवार जातिमा छ। 2 मा छ मङ्गलबार मात्र केटी माग्ने जाने जाति भनेको चेपाङ हो। 3 मा छ लतार्ने विवाह सन्त्याल जातिमा प्रचलित छ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ माथिका सबै सही छन्। विवाहमा दुलाहाका बाबु जन्ती नजाने चलन दनुवार जातिमा छ। यो पनि सही छ। मङ्गलबार मात्र केटी माग्ने जाने जाति चेपाङ हो। यो पनि सही छ। लतार्ने विवाह सन्त्याल जातिमा प्रचलित छ। यो पनि सही छ। त्यसै गरी दनुवारको बारेमा अरू कुरा पनि व्याख्या गरौँ। मर्दा कान्छो छोरा मात्र क्रिया बस्ने चलन दनुवार जातिमा छ। विवाहमा दुलाहाका बाबु जन्ती नजाने भनेर भनिसक्यौँ। चेपाङ जातिको बारेमा अन्य कुरा पनि जानौँ। चिउरीको बोट दाइजो दिने चलन चेपाङ जातिमा रहेको छ। 3 पटक टाउको ठोक्काएर विवाह गर्ने चलन पनि चेपाङ जातिमा रहेको छ। केटी माग्न मङ्गलबार मात्र जाने जाति भनेको चेपाङ जातिमा प्रचलन छ। अनि सन्त्याल जातिको बारेमा लतार्ने विवाह प्रचलन छ। यो चाहिँ हाम्रो अप्सनबाट व्याख्या गरियो। त्यसै गरी अर्को प्रश्नतिर जाउँ साथीहरू। अर्को प्रश्न नम्बर
15 आजका लागि अन्तिम प्रश्न रहेको छ। प्रश्न रहेको छ, राजी जातिको बसोबास रहेको नेपालको जिल्ला कुन हो भनेको छ। अप्सन ए इलाम, अप्सन बी दोलखा, अप्सन सी दाङ र सुर्खेत, अप्सन डी झापा र मोरङ। यसको सही एन्सर के होला साथीहरू कमेन्ट गरौँ। यसको सही एन्सर रहेको छ हाम्रो अप्सन सी दाङ र सुर्खेत चाहिँ राजी जातिको बसोबास रहेको छ। त्यस्तै अरू अप्सनको बारेमा पनि चर्चा गरौँ। विभिन्न जातिहरूको वासस्थान भनेको छ राजी जातिको दाङ र सुर्खेत भइहाल्यो, जिरेल जातिको दोलखा, बारागाउँले जातिको मुस्ताङ, धिमाल जातिको झापा र मोरङ, सुरेल जातिको दोलखा, लेप्चा जातिको इलाम, दुरा जातिको लमजुङ। यो दुरा जातिको बारेमा भर्खरै रिसेन्ट लोकसेवा आयोग गण्डकी प्रदेश लोकसेवा आयोगले सोधेको थियो। यो पेजबाट पनि धेरै इम्पोर्टेन्ट छ। अब आजका लागि यति नै। भिडियो हेर्दै गर्नुहोला। थ्याङ्क यू, बाइ। Thanks for watching video. Keep watching video and subscribe. Package Learning YT.